विभिन्न कार्यक्रममा हामीलाई अतिथिको रूपमा शुभकामना मन्तव्यको लागि निमन्त्रणा प्राप्त हुने गर्दछ। त्यस्ता कार्यक्रममा हामीले दिने शुभकामना मन्तव्य सटिक, सुन्दर र दमदार हुन जरुरी छ। शुभकामना मन्तव्यलाई कसरी सटिक र सुन्दर तरिकाले निर्धक्क साथ दिने भन्ने बारेमा आजको भिडियो रहेको छ। आशा छ यो भिडियो तपाईका लागि उपयोगी हुनेछ। नमस्कार, म सरोज थापा। हामीले स्टेजमा गएर प्रदान गर्ने मन्तव्यहरू मध्ये धेरै जसो मन्तव्य शुभकामना मन्तव्य नै हुने गर्दछ। आज हामी शुभकामना मन्तव्यलाई सटिक र सुन्दर बनाउनको लागि ख्याल गर्नै पर्ने कुराहरूको बारेमा छलफल गर्नेछौँ। शुभकामना मन्तव्य। शुभकामना मन्तव्य विशेष गरी कार्यक्रमको आयोजक संस्थालाई कार्यक्रम सफलताको कामना गर्दै आमन्त्रित अतिथिद्वारा व्यक्त गरिने मन्तव्य हो। शुभकामना मन्तव्यमा शुभकामना मन्तव्य राख्न दिएकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्ने, आयोजक संस्थाप्रति आफूले गर्ने कुराहरूको प्रतिबद्धता व्यक्त गर्ने, समग्रमा कार्यक्रमको सफलताको शुभकामना समेत व्यक्त गरिन्छ। शुभकामना मन्तव्य दिँदा ख्याल गर्नुपर्ने कुराहरूको बारेमा छलफल गरौँ। मुस्कान सहित कार्यक्रम सञ्चालकलाई धन्यवाद दिने। धन्यवाद उद्घोषकज्यू। आई कन्ट्याक्ट सहित आइस ब्रेक। जस्तै सपना त्यो होइन जुन निन्द्रामा देखिन्छ, सपना त्यो जसले तपाईलाई निदाउन दिँदैन। अभिवादन, नमस्कार, सम्बोधन। यदि अनौपचारिक कार्यक्रम छ भने दर्शकवृन्द, उपस्थित महानुभावहरू, महिला तथा सज्जन वृन्द। यदि औपचारिक कार्यक्रम छ भने आजको यस कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू, अन्य अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण महानुभावहरू। परिचय, नाम, ठेगाना, पेशा अनिवार्य रूपमा बताउने र आफू कुन संस्थामा आबद्ध रहेको छ त्यो संस्थामा आफ्नो भूमिका समेत बताउनु पर्दछ। जस्तो कि मेरो परिचय उद्घोषकज्यूले बताइसक्नु भएको छ, तथापि म सरोज थापा, मेरो घर केपिलासगढी गाउँपालिका 5 खोटाङ, पेशा लेख राष्ट्रसेवा कर्मचारी, आफू आबद्ध संस्था र त्यो संस्थाको भूमिका पनि बताउने। धन्यवाद। आजको यस कार्यक्रममा मलाई अतिथिको रूपमा निमन्त्रणा गरेर शुभकामना मन्तव्य राख्ने सुनौलो अवसर प्रदान गर्नुभएकोमा मेरो व्यक्तिगत तर्फ र म आबद्ध संस्थाको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। कार्यक्रमको विषयवस्तुबारे आफ्ना निजी विचारहरू छोटकरीमा राख्ने। वास्तवमा भाषण कला हरेक व्यक्तिका लागि अति आवश्यक र अपरिहार्य कला हो, किनभने आजको समयमा हामीसँग ज्ञान, सिप र दक्षता मात्र भएर हुँदैन। त्यसलाई अरूमाझ राख्न वा प्रस्तुत गर्नको लागि हामीसँग भाषण कलाको ज्ञान हुनु पर्दछ। यो संस्थाले यस्तो किसिमको कार्यक्रम ल्याइदिएकोमा म एकदमै खुसी छु। थप आफ्ना विचारहरू हामीले यहाँ राख्नु पर्दछ। प्रतिबद्धता सहितको आभार व्यक्त गर्ने। मैले र मेरो संस्थाको तर्फबाट गर्न सक्ने सहयोग गर्ने नै छु भन्ने प्रतिबद्धता जनाउँदछु। कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै मन्तव्यलाई अन्त गर्ने। अन्त्यमा यस संस्थाले जुन लक्ष्य र उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको हो ती लक्षित उद्देश्यहरू पूरा हुन् भनेर शुभकामना दिँदै मेरा भनाइहरू यही अन्त्य गर्दछु। हस्, धन्यवाद। शुभकामना मन्तव्यलाई प्रभावकारी बनाउनका लागि निम्न कुराहरू हामीले छलफल गर्यौं। मुस्कान सहित कार्यक्रम सञ्चालकलाई धन्यवाद दिने। आई कन्ट्याक्ट र आइस ब्रेकर। अभिवादन, सम्बोधन, आफ्नो परिचय सहित आफू आबद्ध संस्थाको बारेमा पनि बताउने। आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्ने।
कार्यक्रमको बारेमा आफ्नो भनाइहरू राख्ने, आफू र आफू आबद्ध संस्थाको तर्फबाट प्रतिबद्धता व्यक्त गर्ने, कार्यक्रमको सफलताको शुभकामना सहित आफ्नो मन्तव्यलाई अन्त गर्ने। अब हामी शुभकामना मन्तव्यको ढाँचालाई हेरौँ। शुभकामना मन्तव्यको ढाँचा निम्न अनुसार रहेको छ। धन्यवाद उद्घोषकज्यू। सपना त्यो होइन जुन निन्द्रामा देखिन्छ, सपना त्यो हो जसले तपाईलाई निदाउन दिँदैन। नमस्कार। आजको यस कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, अन्य अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण महानुभावहरू, मेरो परिचय उद्घोषकज्यूले दिइसक्नु भएको छ। तथापि म सरोज थापा, मेरो घर केपिलासगढी गाउँपालिका 5 खोटाङ, म पेसाले 1 राष्ट्रसेवक कर्मचारी। आजको यस कार्यक्रममा मलाई अतिथिको रूपमा निमन्त्रणा गरेर शुभकामना मन्तव्य राख्ने सुनौलो अवसर प्रदान गर्नुभएकोमा मेरो व्यक्तिगत तर्फबाट र संस्थाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु। आदरणीय महानुभावहरू, आज हामी सिद्धिचरण नगरपालिकाको आर्थिक सहयोगमा नर्जर एकाडेमीद्वारा आयोजित 7 दिने पब्लिक स्पिकिङ एन्ड पर्सनालिटी डेभलपमेन्ट ट्रेनिङमा सिद्धिचरण नगरपालिकाको तालिम हलमा उपस्थित भएका छौँ। वास्तवमा भाषण कला हरेक व्यक्तिका लागि अति आवश्यक र अपरिहार्य कला हो, किनभने आजको समयमा हामीसँग ज्ञान सिप र क्षमता भएर मात्र हुँदैन, त्यसलाई अरूमाझ राख्न वा प्रस्तुत गर्नको लागि हामीसँग भाषण कलाको ज्ञान हुनु पर्दछ। यो संस्थाले यस्तो कार्यक्रम ल्याइदिएकोमा म एकदमै खुसी छु र मैले र मेरो संस्थाको तर्फबाट गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु। आदरणीय महानुभावहरू, अन्तमा यस संस्थाले जुन लक्ष्य र उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको हो, ती लक्षित उद्देश्यहरू पूरा हुन् भनेर शुभकामना दिँदै मेरा भनाइहरू यही अन्त्य गर्दछु। हस्, धन्यवाद, नमस्कार। पक्कै पनि आजको भिडियोले सटिक र सुन्दर शुभकामना मन्तव्य निर्धक्का साथ दिनको लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास राख्दै यस्तै ज्ञानवर्धक अर्को भिडियो ल्याउने बाचाका साथ बिदा हुन्छु। नमस्कार।